यस एनिमीको सुरुवातमा हामी एउटा गाउँमा ज्याउफेन र जिन्यू नाम गरेका दुईटा बच्चाहरूलाई देख्छौँ जो आपसमा सोट फाइट गरिरहेका थिए, जहाँ हाम्रो मुख्य पात्र ज्याउफेन बारम्बार जिन्यूसँग हारिरहेको थियो तर पनि उनले जिन्यूलाई हराउने कोसिस गरिरहन्छ। त्यतिकैमा अचानक जिन्यूका आँखाहरू राता हुन्छन् र उसले ज्याउफेनलाई मार्ने कोसिस गर्छ। यो देखेर बाँकी बच्चाहरू त्यहाँबाट भाग्छन्। त्यही समयमा गाउँका एक भिक्षु आएर जिन्यूको शरीरको केही भागमा दबाउँछन्, जसले गर्दा जिन्यूको होस आउँछ। होस आएपछि ज्याउफेनको यस्तो अवस्था देखेर जिन्यूले केही बुझ्न सक्दैन। अब ती भिक्षुले ती दुवैलाई त्यहाँबाट घर जान भन्छन्, किनभने त्यहाँ आधीबेरी आउन लागेको थियो। यो सुनेर ती दुवैजना त्यहाँबाट घर जान लाग्छन्, तर अचानक एकजना अपरिचित व्यक्ति आएर जिन्यूलाई त्यहाँबाट लैजाने कोसिस गर्छ। यो देखेर भिक्षुले त्यस व्यक्तिबाट जिन्यूलाई बचाउँछ, तर त्यही बेला जिन्यूको हातबाट एउटा किरा भिक्षुको शरीरमा पस्छ। अब त्यो अपरिचित व्यक्तिले भिक्षुमाथि टक्सिक ब्लड स्टिम टेक्निकबाट आक्रमण गर्छ। भिक्षुले जिन्यूलाई एकातिर सारेर सिलको मद्दतले त्यो आक्रमणलाई रोक्ने कोसिस गर्छ, तर त्यो आक्रमण रोक्न सक्दैन, किनभने त्यो किराको विषले गर्दा भिक्षुको शरीर कमजोर भएको थियो। अब त्यो किरा देखेर भिक्षुले बुझ्छन् कि त्यो अपरिचित व्यक्ति उनीलाई मार्न आएको हो। जिन्यूलाई चोर्नु त केवल एउटा बाहना मात्र थियो। त्यही समयमा ज्याउफेन पनि त्यहाँ आइपुग्छ र यो सबै देखेर हैरान हुन्छ। यता त्यो अपरिचित व्यक्तिले भिक्षुसँग कुनै वस्तु माग्छ, तर भिक्षुले दिन अस्वीकार गर्छ। यो देखेर त्यो व्यक्तिले भिक्षुमाथि डार्क स्पिरिट बडी टेक्निकले आक्रमण गर्छ, तर भिक्षुले बुद्ध ह्यान्ड टेक्निकको प्रयोग गरेर त्यो आक्रमणलाई नष्ट गरिदिन्छ। यो देखेर त्यो अपरिचित व्यक्ति धेरै रिसाउँछ र भिक्षुलाई मार्नको लागि आफ्नो तरबारमा लाइटिङ एनर्जी जम्मा गर्न थाल्छ। यो देखेर भिक्षुले आफ्नो वरिपरि एउटा डिभाइन सिल्ड बनाउँछ, जसका कारण उनलाई केही हुँदैन। यो देखेर त्यो व्यक्तिले बुझ्छ कि उसले भिक्षुलाई हराउन सक्दैन, किनभने शरीरमा विष भए तापनि भिक्षु निकै शक्तिशाली थिए। त्यसैले ऊ त्यहाँबाट भाग्छ। अब ती भिक्षुले ज्याउफेन र जिन्यूलाई एकै ठाउँमा सुताइदिन्छ, किनभने ती दुवै बेहोस भएका थिए। त्यसपछि भिक्षुले सोच्न थाल्छ कि उनले आफ्नो शक्ति ज्याउफेनलाई दिनुपर्छ, ताकि ठुलो भएपछि ज्याउफेनले मानिसहरूलाई ठुलो सङ्कटबाट बचाउन सकोस्, किनभने भिक्षु त त्यो किराको विषले गर्दा मर्नैवाला थिए। अब भिक्षुले ज्याउफेनलाई होसमा ल्याएर सोध्छ, के तिमी म जस्तै शक्तिशाली बन्न चाहन्छौ? ज्याउफेनले यसको लागि हुन्छ भन्छ। सुनेर भिक्षुले ज्याउफेनलाई भन्छ, म तिमीलाई आफ्नो टेक्निक सिकाउने छु, तर तिमीले मलाई बाचा गर्नुपर्ने छ कि तिमीले यी शक्तिहरूको बारेमा कसैलाई बताउने छैनौ र सबैसँग लुकाएर दिनौ अभ्यास गर्नेछौ। ज्याउफेन यस कुरामा सहमत हुन्छ। त्यसपछि भिक्षुले ज्याउफेनलाई एउटा गोली पिल्दिँदै भन्छ कि यसलाई आफूसँग सुरक्षित राख, किनभने यो धेरै खास छ। ज्याउफेनले त्यो गोली आफूसँग राख्छ। अब भिक्षुले ज्याउफेनलाई आफ्नो टेक्निक सिकाउन लैजान्छ, तर लैजानु अघि उसले ज्याउफेनलाई भन्छ कि म तिमीलाई आफ्नो प्रविधि सिकाउने छु, म तिमीलाई आफ्नो टेक्निक सिकाउने छु, तर तिमीलाई ती टेक्निक सिक्न धेरै समय लाग्नेछ। त्यसैले मेरो मृत्युपछि तिमीले आफ्नो टेक्निकको बारेमा जान्नको लागि विलियम नाम गरेको व्यक्तिलाई खोज्नुपर्छ। अब त्यो रात बित्छ र हामी अर्को बिहानीको दृश्य देख्छौँ, जहाँ जिन्यूलाई होस आउँछ र उसले वरिपरि हेर्न थाल्छ। त्यति बेला उसको नजर बेहोस भइरहेको ज्याउफेनमाथि पर्छ। जिन्यूले उसलाई उठाएर सोध्छ, हामी यहाँ कसरी आयौँ? तर ज्याउफेनले उसलाई केही बताउँदैन, किनभने भिक्षुले उसलाई कसैलाई केही नभन्नु भनेका थिए। त्यसपछि ती दुवै आफ्नो गाउँतर्फ जान्छन्। त्यहाँ पुगेपछि देख्छन् कि कसैले उनीहरूको पुरै गाउँ ध्वस्त पारिदिएको छ। यो देखेर ज्याउफेन छिटै आफ्नो घर जान्छ, तर त्यहाँ पुगेपछि थाहा पाउँछन् कि उसको आमा बुबा पनि मरिसकेका छन्। यो देखेर ज्याउफेन डरले बेहोस हुन्छ। भोलिपल्ट जब उसलाई होस आउँछ, ऊ जिन्यूलाई अँगालो हालेर रुन थाल्छ। त्यति नै बेला त्यहाँ उनका गुरुको एक मेसेन्जर आउँछ र ती दुवैलाई गुरुकुलमा लैजान थाल्छन्। बाटोमा गुरुकुलको पहिलो रक्षक ड्रागनले ज्याउफेनलाई देखेर घुर्याउन थाल्छ, किनभने उसले ज्याउफेनभित्र धेरै शक्ति महसुस गरिरहेको थियो। तर त्यो मेसेन्जरले ड्रागनलाई रोक्छ, त्यसपछि उसलाई फिर्ता पठाइदिन्छ। त्यसपछि त्यो मेसेन्जर मास्टर कहाँ गएर भन्छ, हाम्रो किङ सेटको एउटा गाउँ अचानक पुरै विनाश भएको छ र त्यहाँ केही नम्बरको गाउँमा मात्र 3 जना मानिसहरू बाँचेका छन्, जसमा 1 जना मानिस छ, तर ऊ गाउँ विनाश भएको कारण पुरै पागल भएको छ। यो सुनेर सेक्ट मास्टरले गाउँका बाँकी रहेका मानिस अर्थात् ज्याउफेन र जिन्यूलाई त्यहाँ बोलाउँछन् र उनीहरूलाई सोध्छ, गाउँमा के भएको थियो? जसमा जिन्यूले मास्टरलाई भन्छ, म त बेहोस भएको थियो, त्यसैले मलाई केही पनि थाहा छैन। यो सुनेर मास्टरले ज्याउफेनसँग सोध्छ, तर ज्याउफेनले पनि मास्टरलाई केही बताउँदैन। अब ती मास्टरले त्यहाँ बसेका सबै पिग लिडरहरूलाई भन्छ कि हामीले यस गाउँ अचानक विनाश हुनुको कारण जान्नुपर्छ, तर त्योभन्दा पहिले हामीले यी बच्चाहरूको लागि केही गर्नुपर्छ। यो सुन्ने बित्तिकै ड्रागन पिगका लिडर उभिएर किङसँग भन्छ कि म जिन्यूलाई आफ्नो पिगमा सामेल गर्न चाहन्छु, ताकि म उसलाई एक असल विद्यार्थी बनाउन सकु। त्यसपछि ड्रागन पिगको लिडरले ज्याउफेनलाई ब्याम्बु पिगमा सुम्पन थाल्छन्, किनभने उनलाई ज्याउफेन धेरै कमजोर छ जस्तो लागिरहेको थियो। यो देखेर ब्याम्बु पिगको लिडरलाई रिस उठ्छ, तर त्यतिकैमा सेक्ट मास्टरले आफ्नो फैसला पनि सुनाइदिन्छ कि जिन्यू ड्रागन पिगमा जानेछ र ज्याउफेन ब्याम्बु पिगमा। यो सुनेर ब्याम्बु पिगको लिडरले मान्नुपर्ने हुन्छ। अब म यहाँ तपाईहरुलाई एउटा कुरा भन्न चाहन्छु कि यी मास्टर सेक्टर मास्टर हुन् र यस सेक्टमा 6 वटा पिकहरू छन्, जस्तै ड्रागन पिक, बिग ब्याम्बु पिक र स्मल ब्याम्बु पिक। एउटा पिक एउटा सेक्टको हिस्सा हुन्छ, जस्तै एउटा राज्य एउटा देशको। त्यसैले यी सबै पिकहरू किङ सेक्टकै भागहरू हुन्, कुनै छुट्टै सेक्ट होइन। यता यो कुरा थाहा पाएपछि ज्याउफेन र जिन्यू धेरै दुखी हुन्छन्, तर उनीहरूले आफ्नो पिक लिडरसँग जानै पर्ने हुन्छ। अगाडि जब ज्याउफेन आफ्नो पिकमा पुग्छ, तब त्यस पिकका विद्यार्थीहरूले ज्याउफेनलाई हैरान बनाउन थाल्छ, किनभने उनीहरूलाई ज्याउफेन कमजोर लागिरहेको थियो। तर त्यतिकैमा त्यहाँ पिक लिडरकी छोरी, जसको नाम जोई थियो, त्यहाँ आउँछिन् र ती सबै विद्यार्थीहरूलाई गाली गर्दै भन्छिन्, यदि तिमीहरूले ज्याउफेनलाई दुःख दिने हो भने तिमीहरूको उजुरी पिक लिडर अर्थात् आफ्नो बुबासँग गराइदिनेछु।
यो सुनेर बाँकी विद्यार्थीहरू डराउँछन्। त्यतिकैमा त्यहाँ ती विद्यार्थीहरूका सिनियर आउँछन् जसको नाम सोङ डारेन थियो। त्यसपछि सोङले स्याओफेन आफू र बाँकी विद्यार्थीहरूको परिचय एकअर्कामा गराउँछन्, जसपश्चात त्यहाँ पिग लिडर र उनका श्रीमती पनि आउँछिन्। त्यसपछि उनीहरू सबै एउटा परिवार जस्तै डिनर गर्न थाल्छन्, जहाँ डिनर गर्दै पिग लिडरले स्याओफेनको कल्टिभेसन र ट्रेनिङको जिम्मेवारी सोङलाई दिन्छन्। अब सबै सुतिसकेपछि स्याओफेन मङ्कले सिकाएको टेक्निक अभ्यास गर्न थाल्छन्, किनभने मङ्कले उसलाई भनेका थिए कि स्याओफेनले यी टेक्निकहरूको बारेमा कसैलाई बताउने छैन। अर्को दिन जब स्याओफेन उठ्छ तब जोइले स्याओफेनलाई कुकुरसँग परिचय गराउँछिन् जसको नाम एस थियो। त्यो कुकुरले जोइले भनेको सबै कुरा मान्थ्यो। त्यही समयमा त्यहाँ सोङ पनि आउँछ, जसपश्चात स्याओफेन र जोइ ट्रेनिङका लागि सोङसँग एउटा ब्याम्बु फरेस्टमा आउँछन्। ब्याम्बु फरेस्टमा पुगेपछि जोइले स्याओफेनलाई केही बाँसहरू काटेर देखाउँछिन्, जसलाई उनले धेरै सजिलै काटिरहेकी थिइन्। तर स्याओफेनले सबैभन्दा पातलो ब्याम्बु पनि काट्न सकिरहेको थिएन। यो देखेर सोङले बताउँछन् कि यी विशेष प्रकारका बाँसहरू हुन् जसलाई काट्नको लागि तिमीले धेरै अभ्यास गर्नुपर्नेछ। यो सुनेर स्याओफेन आफ्नो अभ्यास गर्न लाग्छन्, जहाँ हेर्दै हेर्दै धेरै वर्ष बित्छ। अब स्याओफेन ठुलो भइसकेको छ र उसले ती बाँसहरू धेरै सजिलोसँग काट्न सकिरहेको थियो। साथै यसै बीचमा स्याओफेनले मङ्कले सिकाएको टेक्निक पनि अभ्यास गरिरहेको थियो। अब हामी जोइलाई देख्छौँ, जो पहिले भन्दा धेरै सुन्दर भएकी थिइन् र उनी अझै पनि स्याओफेनको मद्दत गर्न पछाडि हट्दैन थियो। अगाडि हामी स्याओफेनलाई देख्छौँ, जो ब्याम्बु पिगको लिडरको विद्यार्थीसँग ट्रेनिङ गरिरहेको थियो, जहाँ ट्रेनिङ गर्दै बाँकी विद्यार्थीहरूले स्याओफेनमाथि स्पिरिचुअल पावरले अट्याक गर्ने कोसिस गर्छ। यो देखेर स्याओफेनले पनि आफ्नो स्पिरिचुअल पावर प्याक तयार गर्न थाल्छन्, तर अचानक उसको इनर्जी अनस्टेबल हुन्छ। यो देखेर स्याओफेन निराश हुन्छ, किनभने उसँग यस्तो धेरै पटक भइसकेको थियो। अब स्याओफेनलाई निराश देखेर सोङले उसलाई भन्छ कि तिमी चिन्ता नगर, तिमीले पनि छिट्टै स्पिरिचुअल पावरलाई स्टेबल गर्न सिक्नेछौ। त्यसपछि सबै विद्यार्थीहरू जङ्गलबाट जान थाल्छन्, जहाँ जाँदै गर्दा ती विद्यार्थीहरू कुरा गर्छन् कि यदि स्याओफेनले आफ्नो मनलाई शान्त राख्यो भने उसले आरामले स्पिरिचुअल इनर्जीहरू स्टेबल गर्न सक्नेछ। यो कुरा सुनेर स्याओफेनलाई पनि राम्रो लाग्छ, त्यसैले ऊ पनि त्यहीँ शान्त मनले कल्टिभेसन गर्न थाल्छन् र केही मिनेटमै आफ्नो इनर्जीलाई स्टेबल गर्न सिक्छ। यो देखेर सोङ र बाँकी विद्यार्थीहरू स्याओफेनको तारिफ गर्न थाल्छन्। त्यतिकैमा हामी त्यहाँ ब्याम्बु पिगका एल्डरलाई देख्छौँ, जो त्यहीँ लुकेर स्याओफेनलाई हेरिरहेका थिए। ऊ खुसी थियो जब स्याओफेनले आफ्नो इनर्जीलाई स्टेबल गरिरहेको देख्छ, तब उनलाई धेरै खुसी लाग्छ। तर जब सोङ र बाँकी विद्यार्थीहरूले मास्टरलाई देखेर सोध्छ कि तपाईँ यहाँ के गर्दै हुनुहुन्छ, तब उनले विद्यार्थीहरूलाई भन्छ कि म यहाँ स्याओफेनलाई यो भन्न आएको हुँ कि उसले अबदेखि खाना बनाउनु पर्दैन, किनकि उसले एकदम नमिठो खाना बनाउँछ। ब्याम्बु पिगको लिडरले यसो भन्नुको कारण स्याओफेनलाई आफ्नो ट्रेनिङमा धेरै टाइम मिलोस् भनेर भनेका थिए, किनकि उनले बुझिसकेको थियो कि स्याओफेन एक ट्यालेन्टेड विद्यार्थी हो। तर स्याओफेन लिडरको यो कुरा सुनेर निराश भयो, तर पिगका बाँकी विद्यार्थीहरूले उसलाई प्रोत्साहित गर्छन्। अर्को दिन जब स्याओफेन ट्रेनिङ गरिरहेको थियो, तब ठ्याक 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 टाउकोमा ढुङ्गा लागिरहेको थियो। स्याओफेनले यताउता हेर्दा थाहा पाउँछ कि त्यहाँ एउटा बाँदरले उसलाई ढुङ्गा हानिरहेको थियो। यो थाहा पाएपछि स्याओफेनलाई बाँदरमाथि रिस उठ्छ। यता हामी जिनुलाई देख्छौँ, जो आफ्नो पिगको टप स्टुडेन्ट मध्ये एक बनेका थिए। त्यति नै बेला उसको पिगको एकजना विद्यार्थीले उसलाई लडाइँको लागि च्यालेन्ज दिन्छ र जिनीले यो च्यालेन्ज स्वीकार गर्छ। उनीहरू लडिरहेको देखेर बाँकी विद्यार्थीहरू भन्छन् कि जबदेखि जिनु यहाँ आएको छ तबदेखि हाम्रो पिग लिडरले उसैलाई मात्र ध्यान दिइरहेको छ, जसका कारण धेरै जस्तो विद्यार्थीहरू उसँग डाहा गरिरहेका थिए। यता जिनुले त्यो विद्यार्थीलाई लडाइँमा हराइदिन्छ, तर त्यहाँ पिगको एकजना सिनियर विद्यार्थी आउँछ र जिनुलाई भन्छ तिमी पिग लिडरको मनपर्ने विद्यार्थी हो भन्दैमा तिमीले आफूभन्दा कमजोर विद्यार्थीहरूसँग लड्नु हुँदैन, किनकि यसले विद्यार्थीहरूलाई चोट पुग्न सक्छ। अर्कोतर्फ हामी स्याओफेन र जोइलाई देख्छौँ, जहाँ उनीहरू त्यो बाँदरलाई समात्नको लागि जङ्गलमा खाना पकाउँदै थिए, ताकि खानाको बास्ना आएपछि त्यो बाँदर उनीहरू कहाँ आओस् र उनीहरूले त्यसलाई समात्न सकुन्। तर त्यो बाँदरले चलाखीपूर्वक उनीहरूको खाना लैजान्छ र उनीहरूलाई गिज्याउन थाल्छन्। यो देखेर जोइलाई धेरै रिस उठ्छ र उसले बाँदरलाई समात्न दौडिन्छ, तर भाग्दा भाग्दै त्यो बाँदर एउटा खाल्टामा खस्छ। जोइलाई पनि त्यहाँ खाल्टा छ भन्ने कुरा थाहा हुँदैन, त्यसैले ऊ पनि त्यतै जान्छ। केही समयपछि स्याओफेनलाई विचार आउँछ कि बाँदर र जोइको कुनैको आवाज आइरहेको छैन। स्याओफेन खाडलतिर हेर्न जान्छन् र उसले बुझ्छन् कि जोइ र बाँदर दुवै खाडलमा खसेका छन्। त्यसैले स्याओफेन पनि त्यस खाल्डामा तल जान थाल्छन्। त्यहाँ जाँदै गर्दा अचानक स्याओफेनको पेलमा हलचल हुन्छ, तर उसले त्यसलाई इग्नोर गरेर जोइतिर जान्छ। जोइ बेहोस भएर तल लडिरहेको थियो, तर त्यति नै बेला स्याओफेनलाई महसुस हुन्छ कि ऊ एक्कासी धेरै कमजोर भइरहेको छ। तर पनि स्याओफेनले हार मान्दैन र जोइलाई उठाएर छेउमा ल्याउँछन्। त्यति नै बेला उसले देख्छ कि त्यो बाँदरले पनि उसलाई मद्दत मागिरहेको छ। यो देखेर स्याओफेन बाँदरको नजिक जान्छ, तर अचानक उसको पेल नजिकैको पोखरीमा जान थाल्छन्। स्याओफेनले त्यसलाई समात्ने कोसिस गर्छ, तर त्यस पेलको एनर्जी धेरै थियो र त्यो पोखरीमा जान्छ। त्यसैले स्याओफेनले त्यो बाँदरलाई साइडमा सारेर आफू पनि पोखरीभित्र पस्छ। त्यहाँ उसले देख्छ कि त्यो पेलले एउटा स्टिकलाई आफूतिर आकर्षित गरिरहेको छ, जसबाट अनौठो ऊर्जा निस्किरहेको थियो। त्यसपछि त्यो पेल स्टिकसँग जोडिन्छ। यो देखेर स्याओफेनले त्यो स्टिकलाई हातमा लिन्छ, तर त्यति नै बेला त्यहाँ स्पिरिचुअल इम्प्याक्ट हुन्छ र स्याओफेन बेहोस हुन्छ। अगाडि हामी देख्छौँ कि ब्याम्बु पिगको विद्यार्थीहरूले स्याओफेन र बाँकी सबैलाई बचाएका छन्। जब स्याओफेनको आँखा खुल्छ तब ब्याम्बु पिगको लिडरले स्याओफेनलाई गाली गर्दै भन्छ तिमीहरूलाई त्यहाँ जान के आवश्यकता थियो, जसमा
जसमा स्याउफेनले मास्टरलाई भन्छ कि हामीलाई एउटा बाँदरले दुःख दिइरहेको थियो, त्यसैले हामी त्यसलाई समात्न गएका थियौँ। यो सुनेर पिग मास्टरले स्याउफेनलाई भन्छ, तिमीहरूको यो मूर्खताले दुवैको ज्यान पनि जान सक्थ्यो। तर त्यति नै बेला पिग मास्टरको श्रीमतीले उनलाई शान्त बनाएर बाहिर लिएर जान्छन्। त्यो बाँदर स्याउफेनको नजिकै हुन्छ, तर त्यति नै बेला जोई पनि त्यहाँ आइपुग्छे। जोईलाई देखेर बाँदरले स्याउफेनको स्टिक लिएर बाहिर जान्छ। जोईले उसलाई समात्न कुकुरलाई पठाउँछ, तर त्यो बाँदरले स्टिकको मद्दतले त्यो कुकुरलाई फिर्ता पठाइदिन्छ। यो देखेर जोईलाई धेरै रिस उठ्छ, तर स्याउफेनले त्यो बाँदरलाई बचाउँछन् र भन्छ, म यो बाँदरलाई आफूसँगै राख्नेछु। यो सुनेर जोई त्यहाँबाट जान्छन्। त्यसपछि स्याउफेनले त्यो बाँदरको नाम जायरो राख्छ। त्यो नाम बाँदरलाई पनि धेरै मनपर्छ। राति सबै सुतिरहेको बेला स्याउफेन आफ्नो ट्रेनिङ गर्न थाल्छन्, जहाँ उसले थाहा पाउँछ कि बिस्तारै ऊ आफ्नो ट्रेनिङमा निपुण हुँदैछ। यता हामी जिनुलाई देख्छौँ, जो एउटा टेक्निक सिक्ने कोसिस गरिरहेको थियो, जसले एउटा ठुलो ढुङ्गालाई पनि एकै प्रहारमा फुटाउन सकिन्थ्यो। तर जिनीले त्यो टेक्निक सिक्न सकिरहेको थिएन, जसका कारण उनी हताश भइरहेको थियो। त्यही बेला त्यहाँ पिग लिडर आउँछ र जिनुलाई भन्छ, तिमीले यो टेक्निक सिक्नको लागि आफ्नो मनलाई शान्त राख्नुपर्छ। र जिनीले यो कुरा बुझ्छ। त्यसपछि पिग लिडरले जिनुलाई आफ्नो पिगको एउटा ड्रागन सोट देखाउँदै भन्नुहुन्छ कि यदि तिमीले यो तरबारको मद्दतले ड्रागन स्पिरिटलाई बोलाउन सक्यो भने म यो तरबार तिमीलाई दिनेछु। यो सुनेर जिनुले केही मिनेटमै ड्रागन स्पिरिटलाई समन गर्छ, जुन देखेर सेक्ट मास्टर जिनुसँग धेरै प्रभावित हुन्छन् र उसलाई एउटा सुप्रिम टेक्निक देखाउन लाग्छन्, जसमा धेरै ठण्डा एनर्जीको प्रयोग भएको हुन्छ। तर जिनी त्यो बिजुली चम्केको देखेर अचानक बेहोस हुन्छ। अर्को दिन हामी ज्याउफेनलाई देख्छौँ, जो धेरै खुसी थियो किनकि उसले जोईको लागि एउटा बाँसुरी बनाएको थियो। तर त्यही बेला जोई त्यहाँ आउँछिन् र स्याउफेनसँग त्यो बाँसुरी लिने कोसिस गर्छ। स्याउफेनले त्यो बाँसुरी अहिले दिन चाहँदैन थियो किनकि त्यो अझै पनि पुरा भएको थिएन। तर उनीहरूको दौडादौडमा उनीहरू एक्कासी एक अर्काको धेरै नजिक आउँछिन्। त्यही समयमा त्यहाँ सोङ आउँछ र उनीहरू दुवैलाई भन्छ कि हाम्रो पिकमा ड्रागन पिकका केही पाहुनाहरू आएका छन्, त्यसैले तिमीहरू दुवै पनि ती पाहुनाहरूलाई भेट्न हिँड। यता हामी देख्छौँ कि ती पाहुनाहरू कोही नभएर जिनी र सिनियर विद्यार्थी थिए। उनीहरू दुवै ब्याम्बो पिकका लिडरलाई अल पिक कम्पिटिसनको बारेमा केही बताउन आएका थिए कि प्रतियोगिताको नियमहरू परिवर्तन भएका छन्। त्यही बेला त्यहाँ ज्याउफेन र जोई पनि आइपुग्छ। ज्याउफेन जिनुलाई देखेर धेरै खुसी हुन्छ। त्यसपछि ज्याउफेनले जोईलाई जिनुसँग परिचय गराउँछन्। त्यही बेला सेक्ट लिडर र उनकी श्रीमती त्यहाँबाट आराम गर्नको लागि जान्छन्। उनीहरू गएपछि सिनियर विद्यार्थी जोईसँग जिस्किन थाल्छन् र ज्याउफेन र जिनु पनि कुरा गर्नको लागि कोठाबाट बाहिर आउँछ, जहाँ स्याउफेनले जिनुसँग सोध्छ, के तिमीले थाहा पायौ कि हाम्रो गाउँमा कसले हमला गरेको थियो? छैन, तर त्यो डरलाग्दो रात मेरो दिमागबाट कहिल्यै हट्दैन र यसै कारणले गर्दा म हिजो राति बिजुली चम्केको देखेर बेहोस भए। यो सुनेर स्याउफेन पनि एक गाउँको बारेमा सम्झन थाल्छ। अगाडि जिनी र स्याउफेन बाल्यकालका यादहरू ताजा गर्नको लागि छोटो लडाइँ लड्न थाल्छन्, जहाँ लड्दै गर्दा जिनी स्याउफेनमाथि भारी परिरहेको थियो र उसले स्याउफेनलाई भुइँमा लडाइदिन्छ। तर त्यही बेला त्यहाँ जोई आउँछिन् र उनलाई लाग्छ कि जिनुले स्याउफेनलाई मार्न खोजिरहेको छ। यो देखेर जोई जिनुसँग लड्न थाल्छिन् र उसलाई आफ्नो जादुई शक्तिले समात्छिन्। यो देखेर जिनुलाई पनि रिस उठ्छ र उसले रिसको झोकमा आफ्नो ड्रागन स्पिरिटले जोईमाथि आक्रमण गर्छिन् र यसैको साथ यो भागको यहीँ समाप्त हुन्छ।